नमस्कार अनि हार्दिक स्वागत छ। सदा झैं आज पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। मित्र, यतिखेर तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा रहे तापनि तपाईँ हाँसिरहनुहोला, खुसी रहनुहोला भन्ने शुभकामना दिन चाहन्छु। आज कसैको जन्मदिन परेको होला, उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु। यति भन्दै म आफ्नो भिडियोलाई सुरुवात गर्न गइरहेको छु। तपाईँ भने हेर्दै गर्नुहोला। मित्र, तपाईँ अहिले जे बन्न चाहनुहुन्छ त्यो बन्न एउटा कुरा अत्यन्त आवश्यक हुन्छ, त्यो हो कडा परिश्रम। तपाईलाई थाहा छ नि, कडा परिश्रम बिना सफलता सम्भव हुँदैन भनेर। आज हामी यसैबारे चर्चा गर्नेछौँ। नम्बर 1, कडा परिश्रम सफलताको आधार हो। संसारमा कुनै पनि सफल व्यक्ति जन्मदा सफल भएर जन्मेका हुँदैनन्। तिनीहरूको सफलताको पछाडि दिनरातको कडा मेहनत लुकेको हुन्छ। नम्बर 2, परिश्रमले आत्मविश्वास बढाउँदछ। जब तपाईँ आफै मेहनत गर्नुहुन्छ तब तपाईलाई आफ्नो कार्यप्रति विश्वास बढ्दछ। त्यही आत्मविश्वासले नै तपाईलाई अगाडि बढ्नमा मद्दत गर्दछ। नम्बर 3, चुनौतीहरूलाई जित्ने शक्ति दिन्छ। जीवनमा समस्याहरू आउँछन् जान्छन्, तर परिश्रमी व्यक्ति कहिले पनि हार मान्दैन, किनभने ऊ हर परिस्थितिलाई सामना गर्न सक्षम हुन्छ। नम्बर 4, सपनालाई यथार्थ बनाउँदछ। सपना हर कसैले देख्छन्, तर पूरा गर्नेले मात्र कडा मेहनत गर्छन्। परिश्रम बिना सपना केवल कल्पनामा मात्र सीमित रहन्छ। अन्तमा सफलता भाग्यले होइन, तपाईको परिश्रमले निर्धारण गर्दछ। आज तपाईले गर्नुभएको सानो मेहनत भोलिको ठूलो सफलता बन्न सक्दछ। यदि तपाईँ जीवनमा केही ठूलो कार्य गर्न चाहनुहुन्छ भने तब आजैदेखि नै कडा मेहनत गर्न सुरु गर्नुहोस्। मित्र, यो भिडियो तपाईलाई कस्तो लाग्यो? राम्रो लागे लाइक कमेन्ट गर्नुका साथै शेयर पनि गरिदिनुहोला। आजको बसाइमा यति नै। अर्को बसाइमा तपाईँ र मेरो भेट पक्कै हुनेछ। तपाईको बाँकी पल शुभ रहोस्। हस्त नमस्कार।